सम्पूर्ण साथीहरुमा नमस्कार। रन्जु कार्की युट्युब च्यानलमा चाहिँ हजुरहरुलाई हार्दिक स्वागत गर्दछु। अहिले चाहिँ म विद्यालयबाट घर फर्कँदै छु। सम्पूर्ण साथीहरुमा नमस्कार। रन्जु कार्की युट्युब च्यानलमा चाहिँ हजुरहरुलाई हार्दिक स्वागत गर्दछु। अहिले चाहिँ म विद्यालयबाट घर फर्कँदै छु। अहिले चाहिँ बेलुकाको 4 बजिसकेको छ। उता चाहिँ कोदो पाकेर टिप्ने बेला भइसकेको छ। सुन्तला पनि हाम्रोतिर चाहिँ पाक्न लागिसकेको छ। यो पारी देखिएको चाहिँ ट्याम्के डाँडा हो। त्यहाँ चाहिँ घाम अस्ताउन लागेको छ। देख्न सक्नुहुन्छ साथीहरु। मेरो यो युट्युब च्यानललाई चाहिँ लाइक, शेयर, कमेन्ट र सब्स्क्राइब गरिदिनु होला। हाम्रो गाउँघर चाहिँ यस्तै छ साथीहरु। बाटो यस्तो ओह्रालो छ। लगभग मलाई चाहिँ विद्यालयबाट घर झर्नलाई चाहिँ 35-40 मिनेट जति लाग्छ। बिहान विद्यालय निस्किन चाहिँ सिधै उकालो परेको हुनाले चाहिँ 50-55 मिनेट जति लाग्छ घरबाट। सुन्तला एकदमै राम्रो फलेको छ हाम्रोतिर। यता चाहिँ धान काटिसकेको छ, बिटा लाउन बाँकी। मौसम चाहिँ एकदमै राम्रो छ यति बेला चाहिँ। मलाई चाहिँ अब घर पुग्नलाई लगभग 5 मिनेट जति लाग्छ यहाँबाट। यता चाहिँ अलिक ओजेल पर्छ र सुन्तला चाहिँ अलिक मजाले पहेँलो भइसकेको छैन, हरियो नै छ। त्यही पनि हरियो भए पनि त्यस्तो धेरै अमिलो त छैन, गुलियो नै छ। यहाँबाट चाहिँ मलाई घर पुग्न ठ्याक्कै 5-6 मिनेट लाग्छ। बाटो चाहिँ यस्तै छ साथीहरु, गाउँघरतिरको बाटो। यो चाहिँ हात्तीबार भन्छ हाम्रोतिर चाहिँ यसलाई। हजुरहरुकोतिर के भन्छ कमेन्ट गर्नु होला। घाम अस्ताउने बेलाको मौसम चाहिँ यस्तो छ है साथीहरु हाम्रोतिरको। मेरो चाहिँ यो युट्युब च्यानल चाहिँ नयाँ हो, भर्खरै मैले खोलेको हो। अब यसबाट चाहिँ हजुरहरुलाई म डेली भिडियो ब्लगहरु चाहिँ दिने कोसिस गर्नेछु। हजुरहरुको साथ सपोर्ट रहेसम्म एकदमै राम्रो दृश्य देख्न सक्नुहुन्छ हजुरहरुले। ट्याम्के डाँडामा चाहिँ घाम अस्ताउनै लागेको दृश्य। यो चाहिँ हाम्रो गाउँघरको बाटो, घर जाने आउने मेरो दैनिक हिँड्ने बाटो चाहिँ यही हो। हेर्न सक्नुहुन्छ साथीहरु। अब चाहिँ म घर पुग्नै लागे। गाउँघरतिरको बाटो यस्तै छ, ठाउँ यस्तै छ।
हजुरहरूले साथ सपोर्ट र माया गरिदिनु होला मेरो युट्युब च्यानललाई। यो चाहिँ अलैँचीबारी, यता चाहिँ अलैँचीबारी, यताबाट एउटा बाटो जान्छ, उधर रोड भेटिन्छ, साहा रोड। यो बाटो चाहिँ हाम्रो घरतिर जाने बाटो हो। एकदमै राम्रो दृश्य, हरियाली देख्न सक्नुहुन्छ हजुरहरूले। यता चाहिँ हाम्रो खेत, धान चाहिँ काटेर बिटा लगाइसकेको। यहाँनेरि चाहिँ सबै आलीमा चाहिँ यो हरियो चाहिँ देखिरहनु भएको चाहिँ यो दाल हो। मास यसरी फल्छ। सबै आलीमा चाहिँ यसरी हुन्छ। यो पाकेपछि चाहिँ काटेर चाहिँ कुट्नुपर्छ। यस्तो छ है साथीहरू हाम्रो गाउँघरतिरको मौसम। अब चाहिँ म घर आइपुगेँ। यता सिमी, यता कोदो, सुन्तला, यता मखमली फुल, यता सुन्तला, हस्त। थ्याङ्क यू सो मच मेरो भिडियोलाई यतिन्जेलसम्म हेरेर साथ सपोर्ट गर्नुहुने हजुरहरू सबैलाई चाहिँ धेरै धेरै धन्यवाद। मेरो भिडियोलाई चाहिँ लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गर्न नभुल्नुहोला। हस्त। थ्याङ्क यू। बाई बाई।